आदरणीय मित्रहरू, म यो बाराक्षेत्र नगरपालिका 2 यो सुन्दर गुन्दर जब्दी भन्ने ठाउँमा आइपुगेको छु। यो हाम्रो सप्तकोशी नदी, हाम्रो मुलुककै सबैभन्दा ठुलो नदी सप्तकोशी नदी। र यहाँ हामीसँग एकजना दाइ हुनुहुन्छ। उहाँ बाँस व्यवसायमा यो क्षेत्रमा धेरै लामो समयदेखि बाँस व्यापार व्यवसाय गर्दै आइरहेको छ। उहाँ अति नै रमाइलो खालको हुनुहुन्छ। मैले बाँस व्यापार व्यवसायले यहाँलाई जीवन धान्न कतिको गाह्रो भइरहेको छ, कतिको सहज भइरहेको छ? यो त तपाईको व्यापार गरेको छ भन्ने मात्र हो, नभए त्यस्तो साह्रो आम्दानी छैन। अनि यो व्यापार व्यवसाय भइया छ। हजुर, ठेकदार चाहिँ भइया छ। अब जति पहिले केही न केही सरल लिन्थ्यो, अहिले सरलको माहौल छैन। दिन प्रतिदिन महँगी बढ्दै जान्छ, घट्ने क्रम छैन, बढी नै राखेको छ। पहिलेको अनुपातमा जस्तै पहिले मैले 70-80 रुपियाँ गोटाले किन्थेँ भने अहिले 115-20 रुपियाँ हाल्नुपर्छ। सेफामै त्यसरी हाल्नुपर्छ। त्यो स्थानीय निकायबाट चाहिँ के हुनुपर्छ भनेदेखि यसको कल कारखानाहरू भइदिएदेखि, सामग्रीहरू बनेदेखि हाम्रै आफ्नै त्यस्ता खालका कल कारखाना भइदिएदेखि अति राम्रो हुन्छ भन्ने चाहिँ हामीलाई लागिरहेछ। त्यो नभएकोले गर्दाखेरि अब यो बजार डुलाउँ न, बजार डुलाउँ। आज बुधबार हटिया, बिहिबार हटिया, शुक्रबार हटिया, शनिबार हटिया डुलाउँ भन्ने यसको उनी छैन। एउटा गन्तव्यमा पुर्यायो, त्यही मात्रै हो यसको। यहाँको उमेर कति भयो दाजु? म अहिले 60 मा हिँड्दैछु। 60 को दशक लामो समय बिताइसक्नु भएको छ। अनि यहाँको विचारमा जिन्दगी के हो जस्तो लाग्छ यहाँलाई? जिन्दगी त के हो, यो हामी बजार भर्न आएका छौँ होइन। यो बजार भर्दा कुन दिन जाइन्छ टुङ्गो हुँदैन है। अब के चाहिँ होला र भन्ने मात्रै छ। नेपालकै सबैभन्दा ठुलो सप्तकोशी नदीको किनारमा हुनुहुन्छ यो तपाईँको 4 जिल्लाको यहाँ बाँसहरू आउँछ। ठुलो डिपो पनि हो। अन्त गइराख्नु पर्दैन व्यापारको लागि होइन। एकै ठाउँ हुन्छ। अब लोकल जस्तो हुँदैन। यहाँ चारतिरबाट आउँछ, 4 जिल्लाबाट यस क्षेत्रमा आउँछ। अनि व्यापार व्यवसाय अब हल्का यसो चल्ने वातावरण मात्रै हो। खास उपलब्धि यसमा छैन हेर्नु। यहाँको अब नयाँ पुराना ग्राहकहरू पनि होलान्। ती ग्राहकहरूलाई चाहिँ के भन्न रुचाउनुहुन्छ? अनि उहाँहरूलाई सकेसम्म हामी के भन्छौँ भने अहिलेको क्षणमा यस बाँसमा हामी लगभग 1.5 महिनादेखि लिएर 2 महिनासम्म यो पानीमा डुबाउँछौँ। डुबाइसकेपछि यसमा लाग्ने कीटाणु, यो बाँस र लोकल बाँस जस्तै अब काटिन्छ, लोकल बाँस युज गर्नु। लोकल बाँसमा र यसमा आकाश प्रकारको फरक पर्छ। किनभने यसमा जुन गुलियोपन हुन्छ, त्यो गुलियोपन पानीले लिइसकेको